के हुन्छ भने इनसाइड है। अनि तपाईँको मिडल अफ द पार्ट भनेको बल यो जब इनसाइड फुट हो, इनसाइड फुट भनेको जस्तो इनसाइड जसको यो भित्रको भागलाई इनसाइड हुन्छ। ओके, तपाईँहरूले यो भित्रको भाग भनेको मिडल अफ द पार्ट भनेको बिचको भाग हो। बिचको भागले बलको मिडल अफ द पार्ट भनेको कहाँ बलको पनि कतिवटा पार्ट हुन्छ भने 3वटा पार्ट हुन्छ। भन्नुभएको छ उहाँले 3वटा पार्टमा चाहिँ बलको मिडल अफ द पार्टमा भनेको अहिले तपाईँहरूले ग्राउन्ड बल छ यस्तै हाल्छ, ग्राउन्ड बल हाल्छ। अब यसको चाहिँ 3वटा पार्टमध्ये एउटा चाहिँ लोवर पार्ट, एउटा अप्पर पार्ट, एउटा मिडल पार्ट है। अहिले तपाईँहरूले के भनेको इनसाइड द फुटले बलको मिडल अफ द पार्टमा इनसाइड द फुटको बिचको भाग यसरी हाल्दा तपाईँ के जान्छ जुत्ता देख्नुभएको छ होइन, यसको पनि छुट्टै पार्ट हुन्छ, जुत्ताको पनि आफ्नो पार्ट हुन्छ। बलको पनि 3वटा पार्टमा हामीले चाहिँ बललाई हाल्ने बेला जस्तै ग्राउन्ड बल हाल्नु पर्ने बलको मिडल अफ द पार्टले बलको पनि के भने मिडल अफ पार्टमा इनसाइड द फुटको बल हाल्ने, इनसाइड द मिडल पार्टले ओके बल हाल्ने। अनि यो हाल्ने बेला जस्तै तपाईँको सपोर्टेड लेग भनेको अर्को हो, जस्तै राइट लेग चल्छ भने सपोर्टेड लेग पनि हुन्छ, तपाईँको लेफ्ट लेग सपोर्टेड लेग हुन्छ। ओके बुझ्नु सपोर्टेड लेग पनि हुन्छ, राइट लेग कसको राइट लेग चल्छ तपाईँहरूको राइट लेग चल्ने भनेको सपोर्टेड लेग पनि हुन्छ, लेफ्ट लेग। ओके, लेफ्ट लेगको सपोर्टेड लेगको टोले स्ट्रेट साथीलाई हेरेको एक्युरेसी पास कसरी पुग्यो भन्ने बुझ्नु न। मेरो साथी हो, मेरो साथी हुनुहुन्छ तर मैले उहाँलाई बल खाने बेला सपोर्टेड लेग भनेको लेफ्ट लेग राइट लेग चल्छ भने तपाईँको सपोर्टेड लेग लेफ्ट लेग तपाईँ सपोर्टेड लेगको टोले साथीलाई हेरेको हुन्छ, एक्युरेसी पास भनेको सिधा साथीलाई पास गर्ने। ओके, अब तपाईँले यो बलको मिडल अफ द पार्टले बलको पनि मिडल अफ पार्ट हाल्नु, इनसाइडको मिडल अफ द पार्ट। ओके, जस्तै तपाईँले बल खानुभयो अहिले आउँछ यो उहाँ मेरो साथी अर्को साथी तपाईँ मेरो साथी है। जस्तै मैले यहाँबाट बल फाल्छु, अब मैले सपोर्ट फाल्ने बेला यो सपोर्टेड लेगको टोली के हुनु पऱ्यो साथीलाई हेर्नु, यो सपोर्टेड लेगको टोली कसलाई फाल्छ साथीलाई चाहिँ वाच गर्दै हुन्छ पहिला सपोर्ट। अनि यो गर्ने अनि बलको मिडल अफ द पार्टमा जुन साइड तपाईँको लेग युज हुन्छ नि, खुट्टा दुई खुट्टा लेग युज हुन्छ त्यो खुट्टाले अर्को मिडल अफ द पार्ट ग्राउन्ड पास हुन्छ। जस्तै तपाईँले यो गर्नु बेला टो यस्तो भयो तपाईँको सपोर्ट लेगको टोले चाहिँ डाइरेक्सन चेन्ज गरेर अर्कै साइड गयो भने बल बाल्नु। ओके, यसरी तपाईँहरूले पोस्ट पनि बुझ्नु भने बललाई चाहिँ गऱ्यो इनसाइड द फुटले बलको मिडल अफ द पार्ट फाल्ने र सपोर्टेड लेगको टोले जो साथीलाई बल फाल्नुहुन्छ नि तपाईँहरूले त्यो साथीलाई चाहिँ टोले हेरेको हुन्छ, टो हुन्छ नि टोले पछि खेल्दाखेरि तपाईँको चाहिँ हेबिट डेभलप हुन्छ। ओके, अनि तपाईँहरूले अलिकति स्किलिङ भएको बुझ्नुभयो बुझ्नुभयो जगिङ गर्ने अनि टोली अनि इनसाइड द फुट बल। अब जस्तो अब यो तपाईँहरूले इनसाइडको बलले चाहिँ पुस पास गर्दै तपाईँको चाहिँ बल चाहिँ ग्राउन्ड पास गर्नको लागि के हो बल मिडल अफ पार्ट इनसाइडको फुटले इनसाइडको भागले चाहिँ बललाई चाहिँ पुस गर्दै सपोर्टेड लेगको टोले एक्युरेसी पास गर्नलाई